यो धाराको यसलाई आधारित मानेर गर्नु। अब आउने चुनाव गर्नको लागि मात्रै सरकार त बनाएन होला। हाम्रो माग एजेन्डा भने मैले उहाँ प्रधानमन्त्रीज्यू आउँदाखेरि पनि भनेको थिएँ, पहिलो भने प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख हुन पर्यो, त्यसपछि भने प्रदेश सरकार खारेज हुन पर्यो, अनि 46 सालदेखिको यताको जति पनि सरकारी पद धारण गरेको व्यक्तिको चाहिँ सम्पत्ति शुद्धिकरण भएर राष्ट्रियकरण हुन पर्यो। यहाँनिर तपाईँहरूले जे भन्नुहुन्छ होइन, नेताले मात्रै देश बिगारे होइन क्या, यहाँ कर्मचारी ब्युरोक्रेसीले पनि बिगारेको हो क्या देश। तपाईँलाई निर्णय के गर्ने भन्ने कुरा त थाहा छैन नि त। त्यहाँनिर एउटा जस्तै नेता जानुहुन्छ, पहिला नै अहिले यहाँनिर सञ्चार मन्त्रीले भन्यो 10वटा ठाउँमा फ्री वाइफाई अरे। त्यो निर्णय गर्ने त्यो विवेक सोच कसले गरायो? यो कर्मचारीले त हो नि यो बिगारेको, हो कि होइन भन्नु न ल। नेताले मात्रै बिगारे हो कि कर्मचारीले नि बिगार्यो? अब यहाँनिर अहिले माथिको मुहान सफा हुँदै गएको छ, अब कर्मचारी पनि सचिँदैन भने यदि होइन उहाँहरूको पनि अब के विचार गर्नु होला। अब आफू सबै सचिनलाई चाहिँ जरुरी छ। उहाँहरूलाई चाहिने गाडी सुविधा सबै कुरा हाम्रो के होबाट चाहिने। उहाँहरू सरकारी पदमा हुँदाखेरि हाम्रै कर हाम्रै के हो गर्दा हामीलाई एउटा राम्रो ठाउँमा एउटा सरकारी निकायमा जानु पर्यो भने कति झन्झटिलो के हो बनाइदिएछ त। यता जा उता जा, त्यो गाउँबाट आउने एउटा दूरदराजबाट आउने मान्छेले त त्यो सहन सक्दैन त। उसलाई त त्यसको लागि त भोलिको दिन 2 दिन 3 दिन पर्खेर आउनुपर्छ होइन। एकदम सेवा सुविधालाई चाहिँ सेवा प्रभावमा सुधार हुनु पर्यो। अब कर्मचारीलाई नि सचिन भन्नु पर्यो होइन। अब नेता मात्रै सचेर भन क्या, हरेक नेपाली सचिन पर्यो क्या। दुनियाँ बदल्न त सुरुवात आफूबाट गर्नु पर्यो नि। अरूलाई ठुलो आदर्श रूप होइन, जनसेवक हुनु पर्यो। मैले अझै अर्को निर्णय गर्नुपर्ने छ होइन, निर्णय ड्याङ गर्नु होइन, कहीँ डराउनु पर्ने केही छैन। यो कसैको त्यो के अरे यो 3 दल 4 दलको के होमा बनेको होइन। हाम्रो ऊर्जाले मलाई अझै बोल्ड हुन मद्दत होइन। म यहाँ मेरो हार्टबिट 160-70 हुँदाखेरि 70 पुग्दा सोध्नु होला डक्टरहरूलाई। त्यति हुँदाखेरि पनि यहाँनिर नर्सहरूले उहाँ भन्नुहुन्छ किन चिन्ता लिएर बस्या भने को भन्छ के गर्छ भनेर म हेरै छु। म यहाँ बसेर यति पीडा खप्या छु। यो यहाँनिर यो पीडा त के होइन क्या। यहाँनिर बोली लायो, अलिकति यतापट्टि लायो त म सहिद हुन्थ्यो होला नि त। अहिले यो आवाज बोल्ने कसले बोल्थ्यो यो आवाज?